ल आउनुहोस् मेरो साथमा। आज म तपाईँहरूको लागि एउटा नौलो र आश्चर्यजनक एउटा नौलो किसिमको भिडियो प्रस्तुत गर्दैछु। त्यसलाई हेरेर प्रतिक्रिया दिनुहोला। अहिले हामी यो पोखराको सेती किनारमा छौँ। पानीको बहाव बढेर यो माथि आइसकेको छ र यो घट्दो स्तरमा छ अझै पनि। मर्दा पर्दा पूजापाठ गर्दा चाहिने यो घाट हाम्रो आफ्नै घाट हो। यसलाई व्यवस्थित गरौँ, सम्वर्धन गरौँ। थोपाहरूले पानीको बहावले यो यसको छेउमा बालुवा बगाएर यति राम्रो सुन्दर दृश्य एकातिर देखाएको छ भने अर्को बाटो पनि यसको नराम्रो पक्ष छ, म देखाउँछु। त्यसलाई हामी सबै पोखरेलीले सुधार गर्ने आवश्यक छ। र सबैभन्दा आश्चर्यजनक यहाँ म देखाउँछु हजुरहरूलाई पञ्चमुखी पिपल 5वटा देख्नुभयो होला। 1 2 3 4 5वटा पिपल निस्किएको छ यहाँबाट। यो के हो, कसरी निस्क्यो जानकारहरूलाई पनि थाहा होला, जो राय दिनु होला यो कहाँ कसरी के आयो भन्ने कुरो। हामी सबै पुस्ताको लागि भए पनि यो सफा गरौँ, शान्त राखौँ, सफा सुग्घर राखौँ। शिक्षा दीक्षा उनीहरूलाई राम्रो जाओस् कि ओहो राम्रो बनाएर राखेको रहेछ, हामीले पनि योभन्दा अझै राम्रो गर्नुपर्छ भने शिक्षा चाहिँ जाओस्। देखेँ सुन्दर छोटाहरूलाई राख्दै कैद गर्दै सानो भिडियो प्रस्तुत गरेँ। अर्को भिडियो भोलि अथवा अर्को चेतनामूलक भिडियो अवश्य पनि प्रस्तुत गर्नेछु। अहिलेलाई धन्यवाद। घुमौँ, हेरौँ, यो कहाँ रहेछ बुझ्नु होला। थाहा भएन भने कमेन्ट गर्नु होला। विस्तृत रूपमा बाटो सम्पूर्ण लोकेसन समेत भिडियो खिचेर राख्नेछु। हस्, धन्यवाद।